नाफामा गएको विद्युत प्राधिकरण, नाफामा पुर्याएको एमडी किन हटाउन लागेको, या अर्थात् यसरी उहाँलाई किन पटक पटक क्वेसन सोध्नु पर्यो? उहाँले त जे गरे नि हुन्छ नि भन्ने आशयले राम्रो काम गर्नुभएको छ, उत्कृष्ट गर्नुभएको छ। विद्युत प्राधिकरण नाफै नाफा छ। नाफा के रहेछ त, कति रहेछ त, कसरी नाफा भएको रहेछ भनेर जान्न मन लाग्यो मन्त्रालयलाई। एउटा नाफा 22 अर्ब व्यापारीहरूले तिर्नुपर्ने पैसा तिरेका छैनन् भनेर त्यो नाफा बाँधिएको रहेछ। त्यसको राजस्व पनि तिरिया छ। अब जुन उठ्दै उठ्या छैन, आजसम्म यकिन हुन सकेका छैन कति नाफा हो, के नाफा हो, कति उठ्नुपर्ने हो, विवादित विषय छ। यो सम्मानित लेखा समितिमा पनि छलफलको विषय छ। हामीले पनि धेरै मेहनत गर्यौं यसमा। आउन आम्दानी हुन्छ कि हुँदैन भन्ने विषय नाफा मानेर राजस्व तिर्न पाइन्छ कि पाइँदैन, यो मान्यज्यूहरूले भनिदिनु भए हुन्छ।